Hello, Dijana. Oh, my brother and sister is cool. Hello, Chulema. लिनुहोस् ताईको ब्लगमा स्वागत छ आफैले आफैलाई थ्यांक यू हैन साथीहरु हामी चाहिँ कान्तिपुर कोलोनी जान लागेको म चाहिँ मेरो मम्मी नाना र साइना फेमस बुनुसँग आको हैन हाम्रो फेमस बुनु धरान चिन्डे डाँडाबाट काठमाडौँ आउनु भएको लिटपुर बुइनी धरानबाट यहाँ आइपुग्नु भएको छ मेरो च्यानल आइपुग्नु भएको भए उहाँले चिन्नुहुन्छ होला चिन्नु भएको छैन भने सब्स्क्राइब गरिदिनुस् होला सबैजनाले लाइक सब्स्क्राइब गरिदिनु होला गाइजहरु हामी चाहिँ यहाँ हिँड्दैछौँ अनि यहाँ गहुहरू छ यहाँ के हो थाहा भएन मलाई चाहिँ हैन गाइज तर चाहिँ भयो नि रमाइलो छ यहाँको बाटो चाहिँ एकदम खतरा लु हेड राम्रै छ हाम्रो फेमस साइना बुइनीले चाहिँ हामीलाई बोलाउँदैछ अगाडि हिँड्नलाई ल यो अगाडिको यो हिँडिरहेको मान्छे चाहिँ प्रज्वल हो अनि ऊ चाहिँ यो युट्युब च्यानलको मालिक हो मिन्स अब बुझ्नु न मेरो कन्टेन्टहरुले नमिलेर मैले भिडियो नै पोस्ट गरिराखेको मेरो भाइको चाहिँ हैन भ्युज र सब्स्क्राइब धेरै हुँदै छैन अनि गाइस त्यही भएर अलिकति सपोर्ट गरिदिनुस् होला अब यो क्यामेरा चाहिँ एकछिन म साइनालाई दिन्छु मेरो भिडियो रेकर्डिङ गर्न चाहिँ यहाँ पछाडि हुनुहुन्छ अनि म चाहिँ यहाँ छु गाइस के भन्नुहुन्छ भन्नु न के प्लिज बुनु इट्स ब्याक टु काठमाडौँ यस सर कसरी देखाउने मम्जीहरु मेरो दिदी त ठुलो भइसक्यो साइना नानाको हाइट बढा यस्तो गयो यो लुती पेराले मजा गर्नुस् साथीहरु सब्स्क्राइब गर्न नबिर्सिनुस् अब हैन साथीहरु हाम्रो मम्मीको चाहिँ यस्तो राम्रो सिप छ नि फेरि क्राउन बनाउनु हुन्छ के हाम्रो मम्मीले यस्तो फुलबाट अब एकछिन बनाउनु छ नि म तपाईहरुलाई देखाउँछु ल साथीहरु सो स्टे ट्युन्ड म चाहिँ यो फुलहरु टिप्दैछु हैन गाइस अब यो चाहिँ एकदम लामो लामो स्ट्राइपहरुको चाहिँ टिप्नु पर्छ नत्र क्राउन एकदम लामो हुँदैन हैन हामी चाहिँ धरानबाट हो अनि फर्स्टमा त साइनाकै लागि बनाउँछु भन्ने सोचिरहेको थिएँ साइनाको लागि चाहिँ मम्मीले फर्स्टमा बनाइदिनु हुने भन्ने सोच छ उहाँको थ्यांक यू ठुलेमा मेरो लागि बनाइदिनुको लागि यु आर वेलकम कसको बारी हामीले जोर समझिरहेको थोरै जंगलहरु पनि छैन साथीहरु धेरै ठुलो जंगल छैन यो अरु मान्छेको प्रपर्टी यहाँ बारी अनि हामी यहाँ क्राउन बनाउँदै हाम्रो टोल यति होइन साथीहरु हामी छामा पनि ल्याउन सक्थ्यौं झर्ना छामा तर उहाँले भ्याउनु भएन हामी अरु भिडियोतिर उहाँलाई ल्याउन सक्छु मलाई त्यही भएर साथीहरु मेरो अर्को भिडियो वेट गरि बस्नुस् होला हुन्छ हैन साथीहरु म चाहिँ तल जग्गामा जाने भनेको हैन यहाँ यत्रो ठुलो के गएको रहेछ हैन साथीहरु पहिरो गएको कि यो मान्छेहरुले नि आफै बनाएको कमेन्ट गरिदिनुस् होला साथीहरु यहाँ हेर्नुस् जग्गा यहाँ छ हामी चाहिँ अन्य ठाउँमा फर्किनु पर्यो वहाँ फुल टिपेको हेर्नुहोस् साथीहरु अनि फुलहरु कस्तो छ राम्रो छ फुलहरु त सेतो सेतो राम्रो पिंक पिंक पनि छ हाम्रो साइनाज्यूको अकाउन्टको नाम त तपाईलाई थाहा छ होला युट्युब अकाउन्ट थाहा छैन भने गएर सब्स्क्राइब गरिदिनुस् होला अनि अकाउन्टको नाम नै थाहा छैन त उहाँको अकाउन्टको नाम चाहिँ सुनिमा पारो हाँगचिन्डे डाँडा भ्लग र झरना भ्लग गएर सब्स्क्राइब गरिदिनुस् होला मेरो सब्स्क्राइबर 25 जना सब्स्क्राइबरहरुले अनि म पनि सब्स्क्राइब गरिदिनु गुड सही
मेरो 50 सब्सक्राइबर चाहिँ छिटो पुऱ्याइदिनु पर्यो होइन साथीहरू। म युट्युबमा लाइभ बस्न सक्छु होइन, त्यसकै लागि मलाई 50 सब्सक्राइबर चाहिँ पुऱ्याउनु खोजेको होइन। त्यसैले मित्र हामी घरमा गुमुक्कै गुम्सेर बसेर 5-6 दिनसम्म ननिस्केर आज हामी बल्ल निस्केको होइन साथीहरू। यहाँ डुलेर मजा आएको छ। मम्मी हाम्रो क्राउन मेकिङ सुरु भइसकेको छ। यहाँ हाम्रो कलेक्टरहरू कलेक्ट गर्दैछन्। चकचक कहाँ गइरहेछ? म पनि जानुपर्छ है साथी। मेरो काम भनेको बहिनीलाई ल म हेर्न जाँदैछु बहिनीलाई। यहाँ जङ्गल छ होइन साथीहरू, त्यही भएर म मेरो बहिनीलाई हेर्न आएको क्या। मेरो फेमस बुनु स्याल छ र म मेरो फेमस बुनुलाई हेर्न आएको। हामी त साथीहरू पानी पर्ला जस्तो हो त। मेरो भ्लग यहीँ छिटो एन्ड हुन्छ जस्तो छ। म हुन दिन्न। स्टे ट्युन्ड गाइज। आमा हाम्रो मान्छे चढ्नु भएको। अब हामी जाने क्रममा छौँ। अब म हाल्छु म। अब हामी जाँदैछौँ होइन। साइज नापन मिलो। अब म बन्द गर्ने क्रममा। अनि छिटै हाम्रो बुनुको टाउकोमा पुग्छ। ल हाम्रो बुनुको टाउकोमा ताप चाहिँ प्रवेश भइसकेको छ। म यहाँको फ्लावर क्वीन हो, सो फ्लावर क्वीनलाई फ्लावर चाहियो। हाम्रो फ्लावर क्वीन फ्लावर चाहियो, सानो फ्लावर क्वीन। यहाँ लगाउँछु ल दादा। हुन्छ नो प्रब्लम। ल पोज देऊ न त। ल स्ट्राइकको पोज ल। ल मेरो बहिनीले स्ट्राइकको पोज गऱ्यो त। ल हामीले चाहिँ यो के भेटेको छौँ होइन। यिनीहरूको नाम थाहा भयो भने चाहिँ भन्नुहोस् ल। मिठो छ। के देख्दै देखेन त ऊ। हेलो हाई। टेक द फिलिङ गाइस। नोस्टेगिला फिलिङ। मेरो बहिनीले फुल टिपेको। फुल टिपेको। फ्लावर प्रिन्सेस। गाइजहरू हेर्नुहोस् न कस्तो समुद्र जस्तो देखाइ। त्यो दुईटा कालो आइल्यान्ड अनि त्यो बिचको त्यो सी होइन साथीहरू, कस्तो राम्रो छ। ल म यो दुईटाको फ्लावर क्वीन हो अनि सबै फ्लावरको म फ्लावर क्वीन हो, किनकि मसँग फ्लावरको के पो मेरो बहिनी अर्कै के पो भन्छ हौ यसलाई त कट क्राउन। सो यो चाहिँ क्राउन हो फ्लावरको, त्यही भएर मसँग क्राउन छ हो फ्लावरको क्वीन। अनि म चाहिँ यहाँ हामीहरू मेरो ठुलो मम्मी दादा दिदी चाहिँ यहाँ हामी कता आएको छौँ। यो ठाउँको नाम के हो ठुलामा? बारी भन्नुपर्छ। बारी कोलोनी नखीपोट कोलोनी। ललितपुर कान्तिपुर कोलोनी। नखीपुर कान्तिपुर ललितपुर नखीपोट कान्तिपुर कोलोनी। अरे यो जम्मै चाहिँ गाइज यो जम्मै चाहिँ घरहरू, यो बारीहरू। यहाँ हाम्रो ठुलामा चाहिँ क्राउन बुन्नु हुँदैछ। साथीहरू वाउ रातिको सिन हेर्नुहोस् न साथीहरू। अलिकति फोकस हुँदैन होइन क्यामेरामा, तर जस राति भएपछि यहाँ चाहिँ ओभर रमाइलो हुन्छ साथीहरू। आई कम हियर टु डु पिकनिक बट आई अल्सो डोन्ट रिकमेन्ड, किनभने यहाँ तल खोलो फोहोरहरू छ अनि त्यहाँ उयो पनि छ के भन्छ सिसा होइन साथीहरू। अनि मैले यहाँ कानमा फुल सिरेको छु एज यु क्यान सी। अनि यहाँ मेरो मम्मी हुनुहुन्छ अहिलेसम्म क्राउन बुन्दै। ल होइन साथीहरू हाम्रो बाटो धेरै नै अँध्यारो भइसकेको छ होइन। यहाँ उस्तै जङ्गलहरू पनि छ होइन साथीहरू, घना जङ्गल। अनि उता पर किन हो लाइट बलेर। अब हामी आफ्नो घरतिर जाँदैछौँ। अनि यहाँ हाम्रो टोलीहरू पनि हेर्नुहुन्छ। हाम्रो टोलीहरू राति भएको कारण
हामी केही देख्न सक्दैछौँ म चाहिँ फ्लावर क्विन हो फ्लावर क्विन अब जानु भएर ए यहाँ चाहिँ फ्लावरहरू छ मसँग किनकि मसँग फ्लावर क्विन हो त्यही भएर म फ्लावर बोकिरहन्छु जहिले यहाँतिर चितुवा छ अरे होइन साथीहरू तर अब हामी त्यहाँ जाँदैनौँ फुटबल आइसक्यो भने साथीहरू हामी पनि आफ्नो घर लाग्दैछौँ